देवघाट हुँदै बाई रोड सर र नानाघाट पुग्ने बाटो के तपाईँलाई थाहा छ? र बाटोमा ट्र्याक्टर पड्केर बसेछ। गर्नको लागि जोडिएको हामी तिर्सुली नदीमाथि बनेको यस पुलमा आइपुग्यौँ। सकिन्छ निकै सुन्दर पुल बनेको छ। हल्लिँदो रहेछ है, लचक लचक लचक। खोला पारी चाहिँ राणाकोटको मौलाकालिका मन्दिर देख्न सकिन्छ र यो चितवन जिल्ला, तनहुँ जिल्ला र पारीपट्टिको नवलपुर जिल्ला हामी देख्न सक्छौँ यहाँबाट। र यो पुल हुँदै देवघाट र पुलको अगाडिपट्टि चितवन जिल्ला रहेको छ। कच्ची भाग रहेको छ यहाँ, ट्रिपरहरू धेरै चल्ने भएकोले गर्दा सायद बाटो बन्दै होला देख्न सकिन्छ। हामी देवघाटबाट आएका थियौँ। थोरै भाग कच्ची छ। हामी सायद यता मोडिने हो कि जस्तो लागेको छ। ल जाउँ है त। सिट बेल्ट नलाएर गाडीले चाहिँ वार्निङ दिइरहेको छ है साथीहरू। सिट बेल्ट लाउनुपर्छ ड्राइभ गर्दा। सिट बेल्ट लगायो भने सेफ भइन्छ। गाडीले दिन पनि धेरै फिचर्सहरू एक्टिभेट हुन्छ। यो बाटो कस्तो लाग्छ? डिएसएलआर क्यामेरा समातेर भिडियो खिचेको हात दुखिरहेछ। सर बाटो एकदमै राम्रो छ है। कहीँ ठाउँमा हो थोरै बिग्रियो जस्तो भनेको त्यो पुलनिर हो बाटो बिग्रेको।
नत्र भने बाटो चाहिँ रहेछ। यसरी गैंडाकोटबाट आएको म आउनलाई अर्को पुल पनि छ सायद होइन, अर्को पुलको पनि भिडियो पक्कै बनाउने छु म। अहिले चाहिँ हामी ठिमुराको पुल हेऱ्यौँ, अर्को गैंडाकोट र तनहुँ जोड्ने पुल पनि छ, त्यहाँ चाहिँ म अहिलेसम्म गएको छैन, त्यहाँ गएर पक्कै भिडियो बनाउने छु होइन। अहिले चाहिँ यो कहाँबाट आउँछ भन्ने जस्तो लागिरहेको छ होला तपाईँलाई होइन। चितवन जिल्लाको छिरे नाका कहाँ होला भने तपाईँलाई कौतूहल त जागिरहेको छ होला, सक्नुहुन्छ। केराबारी धेरै छ है यहाँनिर, केराबार टन्नै केराबार देख्न सकिन्छ। ठिमुरा आधारभूत स्वास्थ्य केन्द्र रहेछ यहाँ। र यो बाटो चाहिँ तपाईँको भाइरल घर जाने एउटा भाइरल भएको थियो, नेपाली घर भर्ने, त्यहाँ जान सक्नुहुन्छ ठिमुरा रिसोर्टतिर। गाडीहरू चाहिँ निकै हिँड्दो रहेछन् यो बाटो। दिदीबहिनीहरू काम गर्दै हुनुहुन्छ, डोकोमा गिटी बोक्दै हुनुहुन्छ। बाख्रा कतिवटा छ बहिनी? बाख्रा कतिवटा छ यहाँ? खसी छ कि नै? खसी बेच्दैन है? ल सुन्दर बाटो छ यो, वरिपरि सालका बुट्टाहरू छन् अनि पिच रोड। बाइक स्कुटी भन्दा चाहिँ अलिक सजग भएर हिँड्नु होला। घुमाउरो बाटो, साँगुरो बाटो छ, दुईतिरवटा स्पिडमा आउँदा दुर्घटना हुने सम्भावना हुनसक्छ, त्यसैले आनन्दले ठिमुराको जङ्गल हो यो, गाउँले जीवन देख्न सकिन्छ। अघि बाख्रा चराको देखियो, अब घाँस ल्याउँदै हुनुहुन्छ। नमस्ते। नमस्ते, फोटो खिच्नु भयो? हजुर हजुर, फोटो खिच्नु भएको भन्दै हुनुहुन्छ मिररमा। मोटर टर्निङ छ। ठिकै अगाडि उकालो भएको कतिलाई कहाँबाट के आउँछ थाहा नै हुँदैन क्या बाटो, तर निकै रमाइलो बाटो हेर्नु त, आनन्द लाग्दो लोभ लाग्दो छ। यहाँ चाहिँ एकछिन 1-2 घन्टा बस्ने जस्तो, फोटोसुटको लागि पनि मजा आउने बाटो, सिन जङ्गल। हामीहरू करिब हाइवे नजिक आइपुग्न थालिसकेका छौँ। व्यस्त सडक पनि छ यो बाटो हुँदै ठिमुराको गाउँ, देवघाट गाउँ लगायत तनहुँ जिल्ला जोड्ने एउटा महत्त्वपूर्ण बाटो बन्दैछ यो बाटो। र हामी
कहाँ आइपुग्यो भन्दा तपाईँलाई खोल्तो त लाग्छ यो कहाँबाट छिर्ने भनेर ठ्याक्कै हामी इन्ट्री पोइन्ट यो जुन पुलको बाटो हिँड्नको लागि जानुपर्ने इन्ट्री पोइन्टमा आइपुगेका छौँ। मोरल रिसोर्ट लेखेको छ होइन इन्ट्री पोइन्ट। राधाकृष्ण कृपाधाम जाने बाटो लेखेको छ। त्यसरी अटोहरू भित्र छिर्छ र हाम्रो एकजना दिदीको ठेला पनि रहेको छ यहाँनिर। यही बाटो तपाईँहरू यो भयो रामनगर रोड भने यतापट्टि तपाईँ जानु सक्नुहुन्छ मुलिङ जाने बाटो भयो। तपाईँले गेस गर्नुभयो कहाँबाट छिर्नु भन्ने कुरा। जान्छौँ रामनगरतिर। रामनगरतिर जाँदै गर्दा देख्न सक्छु यो पार्क निकै सुन्दर पार्क पनि छ यहाँ। यहाँ र तपाईँले फ्यामिली ग्यादरिङ गर्न सक्नुहुन्छ पार्कमा। यहाँ आउनेको यो रामनगरमा रहेको पार्क छ। पार्कको पनि एकदिन भिडियो बनाउँला। तपाईँले पार्कमा के छ भने जान चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस् होइन, त्यसको पनि छुट्टै भिडियो बनाउँला। देख्न सक्नुहुन्छ निकै रमाइलो छ। र यो रहेको छ रामनगर बजार। अहिले हामी रामनगरबाट नानघाटतर्फ जाँदैछौँ। तपाईँले थाहा पाइसक्नुभयो कुन बाटो प्रयोग गरेर हामी आफ्नो सवारी साधन लिएर देवघाट जान सक्छौँ भन्ने कुरा। पुरानो बाटो छँदैछ। पुरानो बाटोबाट चाहिँ हामी पारिपट्टि आफ्नो गाडी साधन बाइक लान सक्दैनौँ। झलुङ्गो पुल रहेको छ। पैदल यात्राको लागि त्यो बाटो उपयुक्त रहन्छ भने गाडी लिएर जानको लागि भर्खरै हामी गएर आइसकेका छौँ। निकै उपयुक्त रहेको छ। हामी रामनगर कटेर अब आँपटारीतर्फ लाग्छ। आँपटारी जेएनजी मार्ग रहेछ यहाँ होइन। नारायणघाट हुँदै पोखरा काठमाडौँ लगायत मनाङ मुस्ताङ जाने बाटो यही नै हो। व्यस्त सडक हो यो। नेपालको व्यस्त सडकमध्येको धेरै गाडीहरू गुड्छन्। देशको मुख्य सहरहरू पोखरा काठमाडौँ बागलुङ जाने एक प्रमुख गन्तव्य रहेको छ यो। हामी धेरै पटक यात्रा गरिसकेका छौँ यो बाटो होइन, धेरै हिँडिसकेका छौँ। तर कतिजनाहरू चाहिँ थाहा छैन होइन कुन बाटो कहाँ जाने भन्ने कुरा जान्ने इच्छा हुन्छ। र उहाँहरूको लागि यो भिडियो पक्कै पनि फाइदाजनक हुनेछ। यो भिडियो हेरेर पक्कै पनि थाहा पाउनुहुनेछ कि हामी नारायणघाटबाट आफ्नो सवारी साधन बाइक गाडी र कुनै सवारी साधनमा कसरी देवघाट पुग्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ निकै सहज बनाउँछ। किनभने कतिजना घरमा वृद्ध बाबा आमा सशक्त हुनुहुन्छ जो देवघाट जाने इच्छा राख्नु भएको छ तर झलुङ्गे पुल पार गर्न नसक्ने होइन अवस्थाको हुनुहुन्छ भने उहाँहरूलाई यो अहिले हामी गएको ठिमुराको पुल हुँदै देवघाट जाने बाटो निकै नै फलदायक हुनेछ। र यो भिडियोले उहाँहरूलाई बाटो पत्ता लगाउन पक्कै पनि सहज पार्नेछ भन्ने मैले अनुमान गरेको छु। तपाईँलाई कतिको सहज भयो यो भिडियो कतिको फाइदाजनक भयो, यो भिडियो कति प्रभावकारी भयो र तपाईँहरू अन्त कुन ठाउँको भिडियो हेर्न चाहनुहुन्छ कृपया कमेन्ट गर्नुहोला।
अनि लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र आफ्नो आफन्त साथीहरूलाई यो भिडियो सेयर गरिदिनु होला ताकि उहाँहरूले पनि सवारी साधनको प्रयोग गरी देवघाट सहजै पुग्न सक्नुहुनेछ। मेरो आँपटारी आइपुगेको छ। आँपटारीको चेकिङ पोस्ट हो, यो निकै व्यस्त चेकिङ पोस्ट रहन्छ। यात्रु चढ्ने झर्ने ठाउँ पनि रहेको छ, यहाँ प्रहरी चेकिङ पोस्ट पनि रहन्छ र हेर्न सक्नुहुन्छ हामी आइसकेका छौँ। यो कहाँ भने परम्परागत रूपमा हामी हिँड्दै गइरहेका बाटो, पैदल जुन झलुङ्गे पुल जाने बाटो चाहिँ देवघाटको यहाँ रहेको छ है त साथीहरू। यो बाटो प्रयोग गरेर हामी आफ्नो बाइक डोराएर जान पाइन्थ्यो पहिला सायद बाइक पनि रोके जस्तो लागेको छ मलाई। र यहाँ आँपटारी र यही बाटो हुँदै हामी झलुङ्गे पुल जान सक्छौँ भने अघि गएर आएको बाटो भनेको गाईको धेरै गाईहरू छन्। यो दियालो बङ्गला दरबार राजा महेन्द्रको मृत्यु भएको दरबार पनि यहीँ पर्छ है, देवघाटको जङ्गलमै पर्छ। नारायणघाट सहरबाट नजिकै छ, तपाईँहरू पछि आएर हेर्न सक्नुहुन्छ। निकै महत्त्वको ऐतिहासिक भएको ठाउँ हो यो। देशका एक दूरदर्शी राजा महेन्द्रको मृत्यु भएको दरबार चाहिँ यही चितवनको दियालो बङ्गला दरबार हो। र यसरी हामी देवघाटको गलेश्वर मन्दिरबाट मोटर बाटो हुँदै नारायणघाटको पोखरा बसपाक आइसकेका छौँ। साथीहरू तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला पक्कै पनि, र आफ्नो साथीहरूलाई सेयर गरेर सक्दो सेयर गरेर यो भिडियो चाहिँ धेरैभन्दा धेरैमा पुर्याइदिनु होला। हस् त, धन्यवाद।